नेपालको सहकारी सङ्कट, पीडितको चित्कार, सत्ताको मौनता र समाधानको सम्भावना। सहकारीको सन्दर्भ र हालको स्थिति। सहकारी संस्था नेपाली समाजमा विश्वासको अर्को नाम थियो। विगतका दशकमा सहकारीले ग्रामीण र शहरी क्षेत्रमा समान रूपमा वित्तीय पहुँच पुर्याएका थिए। विशेष गरी मध्यमवर्ग, प्रवासी कामदारहरू, वृद्ध र महिला समूहहरूले आफ्नो जीवनभरको बचत यिनै संस्थामा राखेका थिए। तर हालका दिनमा ठगी र अनियमितताले यो विश्वास चकनाचुर बनाएको छ। अर्थेन हि बिना धर्मो, न कामो न च सिद्धयति। धन बिनाको जीवनमा न धर्म बाँच्दछ न इच्छा पूर्ति हुन्छ। त्यस्तै अहिले सहकारीमा भएको छ। सहकारी के हो र यसको उद्देश्य के थियो त? सहकारी संस्था लोकतान्त्रिक संरचना हो जसमा सदस्यहरूले साझेदारी सिद्धान्तमा काम गर्छन्। यसको उद्देश्य समुदायमा आर्थिक समानता ल्याउने र साझा लाभको सिद्धान्त कार्यान्वयन गर्नु हो। सहकारीले ऋण, बचत, तालिम, उत्पादन र सेवा दिने गर्छ। तर पछिल्लो समय नियमन अभाव र प्रशासनिक लापरवाहीले यस उद्देश्यको नै कमजोर बनाएको छ। सङ्घीय शक्ति कलौयुगे, कलियुगमा समूह शक्ति हुन्छ भन्थे। तर अहिले सहकारीमा र शक्तिमा सङ्कट आएको छ। अहिलेको सङ्कट कसरी सुरु भयो? सहकारी संस्थाको मूल समस्या नेतृत्व, पारदर्शिता र नियमन अभाव हो। केही संस्थामा राजनीतिज्ञ वा पहुँचवालाले पदको दुरुपयोग गरी ऋण वितरणमा मनपरी गरे। फर्जी कम्पनीहरू खोलियो, झुटा नाफा देखाइयो र सदस्यहरूको बचत डुबाइयो। धेरै सहकारीहरूमा आर्थिक लेखा परीक्षण समेत ढिला गरियो वा जालसाजी भयो। यसले समग्र प्रणालीमाथि नै प्रश्न उठाएको छ। अधर्मेन जयन्ती धनानि पापतः। अधर्म र पापबाट आर्जित सम्पत्ति सधैँ क्षणिक हुन्छ। त्यसैले सहकारी पीडितहरूको समस्या नसुन्ने र यिनका धन सञ्चय गर्नेहरूले भविष्यमा पापको घडा भरेर बोक्नुपर्नेछ। पीडितहरूको यथार्थ कथा। सहकारी पीडितहरूमा मुख्यतः वृद्ध, एकल महिला, प्रवासी कामदारका परिवार र गरिब वर्गका सदस्यहरू छन्। उनीहरूले आफ्नो जीवनभरको पुँजी गुमाएका छन्। कतिपयले मानसिक स्वास्थ्य गुमाएका छन्। आत्महत्या गरेका घटनाहरू पनि सार्वजनिक भएका छन्। न्यायका लागि दैनिक विरोध र आन्दोलन गरिरहेका छन्। तर सुनवाई न्यून छ। दुखी नाम न तु काम्यम धनम किन्तु न्यायो हि शरणम सदा। पीडितका लागि धनभन्दा बढी न्यायको खाँचो हुन्छ। सरकारले के गरिरहेको छ त? सरकारले सहकारी सङ्कटलाई सम्बोधन गर्न आयोग गठन, अनुगमनमा कडाई तथा तथ्याङ्क सङ्कलन जस्ता प्रयास गरेको छ। तर प्रभावकारिता न्यून देखिएको छ। कारण राजनैतिक हस्तक्षेप, प्रशासनिक अकर्मण्यता र पारदर्शिताको अभाव। कतिपय सहकारी सञ्चालक स्वयं राजनीतिक नेताको संरक्षणमा छन्। राजा धर्मस्य कारणम। सरकार वा शासक नै धर्म यानि कि न्यायको आधार हो। अब सहकारी पीडितहरूको लागि समाधान के हुन सक्छ? सहकारी प्रणाली सुधारका लागि 3 अनिवार्य उपायहरू छन्। पारदर्शिता र नियमन, स्वतन्त्र लेखा परीक्षण र पीडितको क्षतिपूर्ति सम्बन्धी बोर्ड गठन। साथै जनतालाई सचेत रहन, अनुमोदित सूची हेरी मात्र लगानी गर्न, सहकारीको पारदर्शिता बुझ्ने र आवेशमा पैसा नलगाउने। स्वधर्मे निधनम श्रेय परधर्मो भयावह। आफ्नो कर्तव्यमा मृत्यु भए पनि राम्रो हुन्छ, अरूको कर्तव्य ग्रहण गर्नु खतरनाक हुन्छ। अन्त्यमा सन्देश। सहकारी सङ्कटले देखाएको छ यदि नियमन छैन भने राम्रो नियतले बनेको संरचना पनि विनाशको कारक बन्न सक्छ। अब समय आएको छ दोषीलाई कारवाही गर्ने, जनतालाई पैसा फिर्ता गराउने र सहकारीको प्रणालीलाई सुधार गर्ने। न्याय ढिलो हुन सक्छ तर निष्कर्ष आउँछ भन्ने विश्वास राख्नै पर्छ। सत्यमेव जयते नानृतम। सत्य सधैँ विजय हुन्छ, झुट कहिले जित्दैन। धन्यवाद।